फरक दृष्टि आर्थिक कोण यो हो दूरदर्शनको आजको अङ्कमा यहाँलाई स्वागत छ। म कृष्णानन्द भट्ट। दर्शकबिन फरक दिन फरक विषयवस्तुमाथि केन्द्रित रही यहाँ माझ कुराकानी राख्दै आएका छौँ। आज हामीले विशेष गरी सोभियु निर्वाचन आखिर यो हुने हो कि होइन र के छ र यो सोभियु सभापतिले गर्ने के हो र सोभियु सभापतिको निम्ति कतिको होमवर्क भइरहेको छ, यिनै विषयमा केन्द्रित रही काठमाडौँ शिक्षा क्याम्पसमा अध्ययनरत गंगा दाहाल उनी चाहिँ अहिले सोभियु सभापतिको उम्मेदवारको निम्ति दाबी गरिराख्नु भएको छ। कार्यक्रममा उहाँलाई स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? सन्चै छु। कस्तो छ दैनिकी, कस्तो चल्दैछ? दैनिकी अहिले त 2 महिना अघिदेखि नै सोभियु चुनाव हुन्छ भनेर हामी सबै सोभियु चुनावको तयारीमा लागिरहेछौँ। यस्तै व्यस्त नै छु चुनावको लागि। है हजुर। भनेपछि तपाई पनि राजनीतिमै लाग्न खोज्नुभयो? लाग्न खोज्ने भन्दा पनि म विगत 12 वर्षदेखि, जति बेला म 12 वर्षकै थिएँ, भर्खर माओवादी जनयुद्धमै थियो 2062 सालमा माओवादी, अनि त्यस पछाडि शान्ति प्रक्रियामा नआउँदैदेखि म सङ्गठनमा जोडिएको। म स्कुल पढ्दादेखि नै राजनीतिमा सक्रिय थिएँ। त्यति बेलादेखि नै सदस्यता लिएर अहिलेसम्म 12 वर्ष लामो राजनीतिक करियर चाहिँ बिताइसकेँ मैले र अहिले चाहिँ केन्द्रीय सदस्य पनि छु म। भनेपछि केन्द्रीय के रे क्रान्तिकारी धार लिइयो? हजुर। है हजुर। के छ यो क्रान्तिकारीहरूले के गरे तपाईले चाहिँ? राम्रो गरे या नराम्रो गरे मुलुकको निम्ति? नराम्रो त के गरेर। अहिले हाम्रो यो विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चाहिँ एउटा हेर्नु न इतिहास नै रक्त रञ्जित छ क्या। रगतले लेखिएको इतिहास छ हाम्रो, अरूको भन्दा फरक इतिहास छ हाम्रो। यही इतिहास यही ल्याउनको लागि, शैक्षिक क्षेत्रमा सुधार गर्नको लागि चाहिँ धेरै शहीदहरूले चाहिँ नेपाल आमाका सपुतहरूले चाहिँ बलिदान गर्नुभएको छ। त्यही भएर खै तपाईको चाहिँ नि 12 वर्षमा खोलो फर्किन्छ भन्छ हैन? 62-63 को आन्दोलनपछि अहिले 73 आइसक्यो है? हजुर। 1 दशक भयो हैन? हजुर। 1 दशक हुँदा पनि आखिर चाहिँ टुप्पो न छेउ दायाँ बायाँ के पनि भएन है? त्यो भएन भन्दा पनि परिवर्तन भनेको अब के भएन, हामीले राजतन्त्र फालेर गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता कुराहरूलाई पनि स्थापित गरिसकेका छौँ होइन? संविधान लेखियो, अब संविधान कार्यान्वयन पनि बिस्तारै हुँदैछ। हामीले चाहिँ सङ्घीयताको मुद्दालाई पनि स्थापित गरिसकेका छौँ होइन? अब त्यसलाई पछाडि फर्काउने भन्ने कुरा कसैले पनि गर्न सक्दैन। त्यो कसैले गर्न चाहन्छ भने त्यो दिवा सपना मात्रै हुन्छ। त्यो धेरै गरेका छौँ हामीले विद्यार्थी राजनीतिमा पनि हेर्नु न, अखिल क्रान्तिकारीको अगुवाईमा विभिन्न आन्दोलनहरू भएका छन्। विद्यार्थीलाई 45% छुट दिनेदेखि लिएर बसमा महिला सिट अनि वृद्ध सिटहरू, अपाङ्ग सिटहरू पनि त्योसम्म हामीले गरेका छौँ। त्यसपछि 10% छात्रवृत्ति हुनुपर्छ। धनीले पढ्न सक्नेले मात्रै पढ्न सक्ने अनि गरिबहरूले चाहिँ पढ्नै नसक्ने, शिक्षामा पहुँचै नहुने, गरिब नहुनेहरूको हुने खानेले मात्रै पढ्ने, त्यसमा पनि हामीले सुधार गरेर गरिबहरूले पनि पढ्न सक्ने वातावरण सृजना गरेका छौँ। धेरै गरेका छौँ। परिवर्तन चाहिँ एकैचोटि हुँदैन, बिस्तारै अरू पनि हुँदै जाने क्रममै छ है? हजुर। विद्यार्थीले राजनीति गर्नु कतिको उपयुक्त जस्तो लाग्छ तपाईलाई? मलाई उपयुक्त नै जस्तो लाग्छ। मैले पनि विद्यार्थी हुँदादेखि नै राजनीति गरेको होइन? राजनीतिले चाहिँ नराम्रो डर्टी गेम, राजनीति भनेको चाहिँ फोहोरी खेल भनेर आइरहेको छ। अनि मैले राजनीति सुरु गर्दाखेरि पनि मलाई पढाउने टिचरहरूले पनि हुँदैन, राजनीति गर्नु हुँदैन, त्यसमा पनि क्रान्तिकारी माओवादी भर्खर जङ्गलबाट आएको, यस्तो यस्तो गर्नु हुँदैन, जङ्गलमै छ यस्तो यस्तो भनेर चाहिँ पढाइ बिग्रिन्छ, यस्तो टाइम दिन सक्दैनौ। म फेरि पढाइमा एकदम राम्रो विद्यार्थी थिएँ त्यति बेला, अनि हुँदैन पढाइ बिग्रिन्छ भन्नुहुन्थ्यो। मैले त्यति बेलादेखि म 7-8 क्लासमा पढ्दादेखि राजनीतिमा जोडेको, अहिलेसम्म मेरो पढाइ बिग्रेको पनि छैन होइन? मैले एजुकेसन साइन्स नै पढेको हो, अनि मैले ब्याचलर पनि सकिसकेको छु। त्यो मलाई केही पनि असर गरेको छैन। त्यो छैन। युवाहरूले अब फोहोरी खेलो भने राजनीति नै नगरे त सफा कसले गर्ने? अनि सफा गर्नलाई त हिलोभित्र पसेर त्यहाँभित्र सफा गरेर निस्किनु पर्यो नि त, सफा पार्नु पर्यो नि त। कमलको फुल भएर निस्किनु पर्यो। त्यही हो। भनेपछि विद्यार्थीले राजनीति चाहिँ गर्नु जरुरी छ, तर कलेजमा होइन, बाहिर होइन, कलेजभित्र पनि गर्नुपर्छ। हेर्नु है, अहिले त के छ भने भागवण्डाको राजनीति चलिरहेको छ होइन? एउटा क्याम्पस चिफ कहीँ गर्नु पर्यो भने मेरो दलको पऱ्यो कि परेन, काङ्ग्रेसको पऱ्यो कि परेन, माओवादी केन्द्रको माओवादीको पऱ्यो कि परेन, एमालेको पऱ्यो कि परेन भनेर यति भनेर पहिले भागवण्डा गरिसकेको हुन्छ होइन? त्यसले गर्दाखेरि चाहिँ
त्यो उसमा चाहिँ कलेजहरुमा चाहिँ के हुन्छ भने आफू निकटका विद्यार्थी संगठनहरुलाई मात्रै भ्यालु दिने अलिकति हैन अरूलाई चाहिँ बायस गर्ने त्यस्तो पनि हुन्छ अनि आफ्नो संगठनका विद्यार्थीहरुको कामहरु चाहिँ सजिलै गर्दिने अरु कुनै विचार बोकेको छ भने विचार त स्वतन्त्रता हो नि त जुन पनि विचार बोक्न पाइयो तपाईले अर्कै विचार बोक्न पाउनुहुन्छ मैले अर्कै विचार बोक्न पाउँछु हैन त्यो चाहिँ बायस गरेको पाइन्छ अनि त्यसपछि विद्यार्थी कल्याण कोषको लागि पैसाहरु आएको हुन्छ हैन त्यसलाई पनि हिनामिना गरेर भित्रभित्रै गुपचुप गरेर बाँडेर खानी त्यस्तो हुन्छ सोबियुको नाउँमा पनि त्यस्तै गरिरहेका छन् अब बुढा हजुरबा अंकल भन्ने बेला भएका विद्यार्थीहरु पनि त्यहाँ ढुकेर बस्नुको कारण त्यही त हो नि पैसा खान पाइन्छ अनियमितता गर्न पाइन्छ भ्रष्टाचार गर्न पाइन्छ भनेर बसेका हुन्छन् हैन त्यसलाई चाहिँ खबरदारी गर्नका लागि र शिक्षामा सुधार गर्नका लागि पनि विद्यार्थी राजनीति गर्नुपर्ने म आवश्यक देख्छु है हजुर भनेपछि तपाई चाहिँ त निकै बोली पनि तपाईको क्रान्तिकारी टाइपकै रहेछ म क्रान्तिकारी मान्छे भएर क्रान्तिकारी नै छ सबैले त्यस्तै भन्छन् हजुर अब हेर्नुस् त तपाईले चाहिँ मैले भने अघि नै यो त एउटा सिस्टम क्रिएट गर्ने हो कसैले भारी बोक्ने हैन सडक बनाउनलाई पनि एउटा सिस्टम मापदण्ड तोक्दिने त्यसपछि कसले बनाउँछ त्यो उले सुचारू हुन्छ तर शिक्षामा त अहिलेसम्म कुनै किसिमको पनि परिवर्तन हुनै सकेन अहिले चाहिँ नेपालको शिक्षाले अब तपाईले शिक्षा पढ्नुभयो हैन तपाई अर्कै फिल्डमा लाग्नुहुन्छ राजनीति पढ्नेले अर्कै क्षेत्रमा लाग्छ कृषि पढ्नेले कृषिमा हैन त्यो भन्दा एन्टी भएर अनि हामीले यो गल्ती गरेको हो या सही गरेको शिक्षा प्रणाली भनेको चाहिँ अलिकति व्यवहारिक हुनु पर्थ्यो हैन त्यो जनजीविकासँग जोडिएको हुनु पर्थ्यो शिक्षा प्रणाली त्यो छैन त्यो म पनि स्वीकार्छु सबैले स्वीकारेकै कुरा हो हैन हामीले पनि अहिले त्यही कुरालाई जोड दिइरहेका छौं शिक्षा चाहिँ लिनको लागि पढ्नको लागि मात्रै एक थरी शिक्षा लिएको छ अनि अर्कै थरी चाहिँ व्यवहारमा लागू गरिरहेको छ हैन त्यसलाई चाहिँ त्यो नहोस् भनेर चाहिँ हामीले चाहिँ उपलब्धिमूलक शिक्षा चाहिँ प्रयोगात्मक शिक्षा त्यसमा चाहिँ हामीले जोड दिइरहेका छौं र अनि त्यो परीक्षाहरु पनि हैन नियमित नहुने रिजल्ट पनि नियमित ननिस्किने त्यसको लागि पनि हामीले चाहिँ अलिकति होमवर्क गरिरहेका छौं जस्तो सेमिस्टर प्रणालीमा अहिले शिक्षा गरिरहेका छौं दलै पछि संगठन छन् है जस्तो अहिले तपाईले चाहिँ दाबी गर्नु भएको छ सोबियु सभापतिको निम्ति त्यसमा पनि काठमाडौँ शिक्षा क्याम्पसमा है बरु सोबियु नै ठीक थियो नि त सबै क्याम्पसमा फेरि दलका संगठनले छुटै फेरि चुनाव त्यो पनि एउटा धेरैको भनाइ के छ भने यो पनि एउटा भात खाने बुद्धि उनीहरुलाई चाहिँ केही समय चाहिँ भन्ने कुरा छ यसलाई यहाँले कसरी लिनुहुन्छ त्यस्तो होइन भात खानको लागि सोबियु गर्ने भन्ने हैन हामीले मैले त्यो भन्न खोजे हैन तपाईले मेरो क्वेशन नै बुझ्नु भएन स्वतन्त्र विद्यार्थी युनियन बरु ठीक छ प्रत्येक क्याम्पसमा हुनु ठीक छ एकछिनलाई हैन फेरि चाहिँ अखिल क्रान्तिकारी भन्छ नेभी संघ भन्छ हैन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन भन्छ यति छन् के अब कुरै छोड्दिउ तिनीहरु त आफ्नो ठाउँमा बाहिर जासके हुन् तर क्याम्पस भित्र त त्यसो किन गर्नु भयो नि एउटा सोबियुले मात्रै विद्यार्थीका हक अधिकारका निम्ति लडे भयो नि तर हक अधिकारको विषयमा लडेको त त्यति देखिदैन नि आफ्नो हक अधिकारको विषयमा हामीले बहुदलीय राजनीतिक व्यवस्था स्वीकारिसकेपछि बाहिर सबै दललाई स्वीकार्ने संविधान सभाको चुनावमा अरु चुनावमा पनि स्थानीय निकायमा पनि सबै दलले चाहिँ भाग लिन पाउने भएपछि कलेज भित्र सोबियुमा पनि सबै दलले भाग लिन पाउँछन् मैले त्यसो भने हैन फेरि तपाईले त्यो पनि अझै बुझ्नु भयो मैले भने प्रत्येक क्याम्पसमा सोबियु ठीक छ हजुर सबै संगठनकाले चाहिँ सबै संगठनका व्यक्तिहरुले सबै संगठनका नेताहरुले चाहिँ त्यो आफूले जुन सिद्धान्त माने पनि त्यो हामीले बाहिर मान्छौं त्यो मान्न पाउँछौं तर त्यो क्याम्पस भित्र पसिसकेपछि म विद्यार्थीको हक हितको लागि काम गर्छु भनेर गइसकेपछि चाहिँ म यो पार्टीको त्यो पार्टीको भनेर चाहिँ अरूलाई बायस गर्ने र हक हितको लागि नबोल्ने आफ्नो पार्टीले जे सिकायो त्यही मात्र गर्ने भन्ने चाहिँ हुँदैन त्यहाँ भित्र पसिसकेपछि चाहिँ हामीले त्यो विद्यार्थीहरुको हक हित गर्ने र विद्यार्थीहरुको मुद्दाहरु उठाएर गइसकेपछि हामीले विद्यार्थीहरुकै लागि नै त्यहाँ बसेर काम गर्ने हो हामीले त्यो गरि पनि त्यस्तो अवस्था देखिदैन यहाँ चाहिँ फेरि नेभी संघको छुट्टै मैले त्यही त भने अखिलको छुट्टै क्रान्तिकारीको छुट्टै राप्रपाको छुट्टै अरु विभिन्न मधेसी दलहरुको छुट्टै हैन हरेक किसिमको छ मैले भन्नुको चाहिँ एउटा जुनसुकै दलसँग निकट रहे तापनि त्यो क्याम्पस भित्र त सोबियु अन्तर्गत रहेर सोबियुले नै उनीहरुका हक अधिकारको निम्ति लड्नु पर्नेमा यहाँ त 10 थरी किसिमका संगठन छन् धेरै बिरला भयो भने मुसा मर्दैन भन्ने पनि थाहा छ है
त्यही भएर 10 थरी संगठन छन् र ती संगठनहरू मध्ये चाहिँ कुन संगठनले चाहिँ अहिलेसम्म विद्यार्थीको हक हितको लागि आवाज उठाएको छ, कुन संगठनले चाहिँ नयाँ नयाँ एजेन्डाहरू लागू गरिरहेको छ, त्यसलाई चाहिँ हेरेर अनि विद्यार्थीहरूले चाहिँ यो संगठनले हाम्रो लागि केही गरिदिन्छ भनेर त्यहाँबाट चुनिनुलाई नै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भनिन्छ। त्यो चुनावबाट चाहिँ चुनिएर आउनेहरूले नै विद्यार्थीको हक हितको लागि काम गर्ने हुन्छ। त्यही भएर केही फरक पर्दैन, सबै संगठनले त्यहाँ प्रतिस्पर्धा गर्न पाउनु पनि पर्छ। एकदम, त्यो त 100%। भनेपछि तपाईँ पनि सभापतिको दावेदार? हजुर। सोभियुको? हजुर। के छन् तपाईँको एजेन्डा? किन गङ्गा दाहाललाई नै सोभियु सभापति बनाउनु पर्यो? मेरो मात्र एजेन्डा भन्दा पनि मेरो संगठनको एजेन्डा नै के थियो भने 28 वर्षे उमेर हदबन्दी लगाउने। त्यो सबैभन्दा अहिलेको चुनौतीपूर्ण पनि भयो हामीलाई त्यो लागू गर्नको लागि। र विद्यार्थी कल्याण कोषको पैसा खाने, सोभियुको नाममा कलेजमा आएका पैसाहरू खाने र कलेजमा विद्यार्थीको हक हितको लागि, विद्यार्थीको अधिकारका लागि, विद्यार्थीको आवश्यकता पूर्तिका लागि खडा भएका कोषहरूलाई चाहिँ दुरुपयोग गर्नको लागि बुढाबुढीहरू पनि कलेज रुँगेर बस्ने, काका काकीका उमेरका विद्यार्थीहरू पनि कलेज रुँगेर बस्ने हैन। त्यसलाई चाहिँ अहिले हाम्रो कलेजमा पनि त्यस्तै छ। हेर्नुस् है, नेभी संघको र अनेरा सोभियुको त्यहाँनिर उम्मेदवारै पाएका छन् उनीहरूले, किनभने सबैजना आजभन्दा 15-20 वर्ष अगाडिदेखि पढाइ सकिसकेपछि पनि मेरो भन्दा डबल एजका मान्छेहरू पनि त्यहाँनिर आएर कुरेर बसिरहेका छन् अहिलेसम्म पनि। यहाँनिर चुनावै हुन दिँदैन, अहिले पनि उमेर हदबन्दी चाहिँ फुकुवा गरिएन भनेर अहिले पनि तालाबन्दी गरेर बसिरहेका छन्। त्यसको विरुद्धमा पनि मेरो उम्मेदवारी हो। म त्यसरी ढुकेर बस्दिनँ। म कलेजमा चाहिँ गएर चाहिँ थर्काउने, क्याम्पस प्रशासनलाई थर्काउने, अलिअलि पैसा लिने, खाने गर्नको लागि राजनीति गरेको पनि होइन। मैले त्यहाँ राजनीतिमा चाहिँ विद्यार्थीका त्यो कलेजमा के छन् अप्ठ्याराहरू, त्यसलाई चाहिँ सुधार गर्नको लागि म त्यो क्याम्पसमा गएको हो र त्यही विद्यार्थीका मुद्दाहरूलाई चाहिँ भनेपछि तपाईँको भनाइ त्यहाँ पढ्ने अध्ययन गर्नेहरूले युवाले मात्रै पढ्ने, बुढापाकाले पढ्नु हुँदैन भनाइ त होइन? होइन, बुढापाकाले पढ्न पाउनुहुन्छ। तपाईँको उमेरका मान्छेहरू गयो, मेरो बुवाले पनि पढ्न चाहनुभयो भने, मेरो मम्मीले, मेरो हजुरबुवाले पनि पढ्न चाहनुभयो भने अहिले पनि पढ्न जान पाउनुहुन्छ। शिक्षाको लागि चाहिँ कुनै पनि उमेर यही हुन्छ भनेर फिक्स हुँदैन हैन। तर त्यहाँ राजनीति गर्ने मान्छे चाहिँ फ्रेस हुनुपर्छ के। जस्तो अब मेरो हजुरबाले र मैले त एउटै सोच्दैनौ नि त। मेरो हजुरबाले फरक सोच्नुहुन्छ, मैले फरक सोच्छु। अब अरु आउने जेनेरेसनले पनि फरक सोच्छ। हाम्रो गंगाजीको हातबाट उसको आशय के बुझ्यो भने बुढापाकाले भन्दा अब राजनीति युवाले गर्नुपर्छ। युवाले गर्नुपर्छ। बुढापाकालाई बाइस गर्नु पर्दैन। बुढापाकाको सल्लाह लिन सकिन्छ, उहाँहरूलाई सल्लाहकारको रूपमा राख्न सकियो, उनीहरूका कुराहरूलाई पनि ग्रहण गर्न सकियो, तर प्रत्यक्ष रूपमा उनीहरूले राजनीति गर्न पाउनु भएन। विद्यार्थी राजनीति चाहिँ प्रत्यक्ष रूपमा बुढा मान्छेले गरेको भन्दा हामी युवाहरूले गरेको नै फाइदाजनक हुन्छ, किनभने हामीसँग फ्रेस एजेन्डाहरू हुन्छ। विद्यार्थीहरू पनि हामीलाई तर अहिलेसम्म चाहिँ नि थुप्रै आए गए, आखिर कसैले केही पनि लछारपाटो लगाएन। त्यस्तो पनि देखिएको छ। धेरै विद्यार्थी नेताहरूको जन्म भयो हैन। अनि कोही विद्यार्थी नेताहरू चाहिँ पार्टीमा केही बार्गेनिङ गरेर सिटहरू लिएर माथि गएर बस्नु भएको छ। कोही चाहिँ विद्यार्थी राजनीतिबाटै पलायन हुनुभएको छ। हाम्रो नेपालमा चाहिँ के देखेको छ भने युवाहरू चाहिँ अवसर पाउन्जेल त्यसैलाई लिएर आफूले मात्रै राखिरहने, अनि अवसर छोडेर अरू छुट्टै ठाउँमा चाहिँ आफ्नो केही ठाउँ बनाउनु पर्यो भने पार्टीमा जान नसक्ने, प्रतिस्पर्धा गर्नबाट डराउने, अनि निस्किँदा चाहिँ गाली गर्दै निस्किने प्रवृत्तिहरू पनि हामीले धेरै देखेका छौँ हैन। अनि बार्गेनिङको राजनीति पनि धेरै भएको देखिन्छ, तर त्यो चाहिँ गलत हो के। राजनीति भनेको चाहिँ अहिले आएर टप्प टिपेर खाइहाल्ने, फल पाउनको लागि मात्रै गर्ने होइन क्या। राजनीति भनेको चाहिँ त्याग, तपस्या, इमान्दारिता, अनि त्यहाँबाट अध्ययन। तर अहिलेसम्म त्यस्तो गरेको कतिको छन् तपाईँको नजरमा चाहिँ? तपाईँ जुन भन्नुभयो त्याग, तपस्या, इमान्दारिता हैन, पैसा कमाउ धन्दा मात्रै नभएका कुनै छन् एकजना कोही? त्यस्ता पनि छन्, त्यस्ता पनि धेरै व्यक्तिहरू छन्। सबै पार्टीमा पीडित छन्, तिनीहरूले ठाउँ पाएका छैनन्। हो, सबै पार्टीमा असल मान्छे पनि हुन्छन्, खराब मान्छे पनि हुन्छन्। मेरो पार्टीमा पनि असल मान्छे पनि धेरै हुनुहुन्छ होला, खराब मान्छे पनि धेरै हुनुहुन्छ होला हैन। अनि असल र खराब दुवै मान्छेलाई एउटै टोकरीमा हालेर राख्न त मिल्दैन नि त। अबको जेनेरेसनले कस्तो प्रकारको राजनीति गर्नुपर्छ? अबको जेनेरेसनले चाहिँ कस्तो खालको भने के हुन्थ्यो भने यो विद्यार्थी आन्दोलन अहिले पनि म देख्छु हैन। के छ भने अध्ययन कम गर्ने, अनि म के गरिरहेको छु भन्ने पनि थाहा नहुने, अरूको लहैलहीमा लागेर राजनीतिमा आउने हैन। अनि माथि पुग्न नसकेपछि गाली गर्दै निस्किने या असर गर्ने, अब पैसा उठाउने, यस्तो गर्ने, चन्दा माग्ने, धम्क्याउने, त्यस्तो गर्ने मैले देखिरहेको छु हैन। तर अबको युवा पुस्ताले त्यसरी राजनीति गर्ने हैन, कसैलाई गाली गरेर पनि राजनीति हुँदैन।
म त के भन्छु भने केपी ओलीले प्रचण्डले शेरबहादुर देउवाले त आफ्नो भूमिका त पुरा गरिसक्नु भयो नि त उहाँहरूले त के देशको लागि केही परिवर्तनको लागि त आफ्नो योगदान दिइसक्नु भएको छ नि त अनि त्यहाँबाट अब हामीले गर्ने हो नि त हामीले लिने हो नि त त्यो राजनीतिक सिस्टम चाहिँ गलत ट्र्याकमा गइरहेको छ गलत ठाउँमा राजनीति हिँडिरहेको छ भनेदेखि त अहिले त हामीले सही बनाउने हो नि त ट्र्याकमा त हामीले ल्याउने हो युवाहरूको जिम्मेवारी हो अरूले चाहिँ थालमा पस्किदिएको मात्रै खाने के हाम्रो अब प्रचण्डले गरिदिनु पर्ने के मलाई नेता प्रचण्डले बनाइदिने होइन नि त म आफै बनेर जानुपर्ने हो नि त प्रचण्ड बा यस्तो गर्नुहोस् भनेर एजेन्डा त मैले लिएर जान सक्नु पर्यो नि त आफूसँग भिजन नहुने एजेन्डा नहुने उहाँहरूलाई नै मान्नु पर्ने होइन अनि भाषण गर्दाखेरि चाहिँ युवाले ठाउँ पाएनन् युवाले ठाउँ पाउनु पर्यो भनेर गाली गर्ने प्रवृत्ति चाहिँ मलाई मन पर्दैन त्यो राम्रो होइन कसैको लागि पनि त्यो राम्रो होइन तर चाहिँ नेपालमा चाहिँ त राजनीतिले चाहिँ नि यत्रो 46 सालपछि तपाईले पनि देखिराख्नु भएको छ जस्ता तस्तै छ केही परिवर्तन भएको देखिँदैन काठमाडौँ जस्तो शहरमा छ नि यो भनेको त राज्यको क्यापिटल सिटी हो हेर्नु बाटा घाटा हेर्नु त हिँड्न उ गर्न अब केही हुने सिस्टम नै छैन केही छैन मान्छे जताबाट पनि बाटो काटिराखेका हुन्छ अब विद्यार्थीहरू कस्तो छन् भने 1 रुपैयाँबाट जससँग साधनै छैन न बाइक छ न केही छ गाडी छ न केही छ 1 रुपैयाँ डिजल पेट्रोलको बढ्दाखेरि आन्दोलन गर्ने कसको लागि आन्दोलन गरे त उनीहरूले आफ्नो लागि या अर्काको लागि त्यो अब यसबाट के बुझिन्छ भने विद्यार्थीले आफ्नो हित भन्दा पनि उनीहरूलाई चाहिँ खाने दाउको निम्ति चाहिँ छ नि कसरी झर्छ कि भन्ने जस्तो मानौ मान्छेले चाहिँ त अस्ति त्यत्रो हाहाकार भयो 1 लिटरको 500,000 सम्म पनि तिर्यो त्यतिखेर विद्यार्थीहरू कहाँ गएका थिए विद्यार्थीहरू आन्दोलनमै थिए त्यतिखेर सडकमै थिए म पनि थिएँ म पनि आन्दोलनमा के को आन्दोलन त्यतिखेर कस्तो आन्दोलन गरियो त्यो नाकाबन्दीको बेला भन्नु भएको होला त्यत्रो ग्यासको त्यत्रो लियो खै मान्छेको फिर्ता पैसा खै त त्यत्रो पैसा उ गरे मान्छेले हैन एउटा 1 लिटर पेट्रोलको 500 देखि 1000 सम्म पनि तिर्न बाध्य भयो कुनै बेला 1 रुपैयाँको निम्ति रेलिङ भाँच्ने विद्यार्थीले रेलिङ भाँच्न मिल्छ मिल्दैन नि संयन्त्र ऐतिहासिक चीजहरु भत्काउन मिल्छ त मिल्दैन डिसिप्लिन के हो शिक्षा के सिक्यो त खास शिक्षा के हो शिक्षा के हो भने विद्यार्थी भनेको चाहिँ समाजसँग पनि जोडिएको हुनुपर्छ नितान्त विद्यार्थी आन्दोलनमा मात्रै जोडिएको हुनुपर्छ भन्ने छैन जनताको दैनिक जनजीविकासँग नजोडिएसम्म विद्यार्थी राजनीतिको औचित्य पनि त्यो हुँदैन हैन औचित्य नै समाप्त हुन्छ त्यही भएर विद्यार्थी आन्दोलनले कसैले म काठमाडौँ शिक्षा क्याम्पसमा चाहिँ विद्यार्थी सोभिउ सभापतिको उम्मेदवार भइरहँदाखेरि त्यहाँ छेउका व्यवसायीहरूले पनि मलाई हेरुन् त्यहाँका किसानहरूले पनि मलाई हेरुन् त्यहाँका बुद्धिजीवीहरूले पनि मलाई हेरुन् के किनभने म चाहिँ भोलिको नेता हो तर खै त तपाईको छ नि एउटा किताबको एउटा प्रिन्ट आउट गर्दाखेरि एउटा किताब उ गर्ने हो भने जति पिस बढी छापे त्यति सस्तो पर्छ किताबहरु हैन एउटा किताबको त्यो बोर्डिङ स्कुल अथवा अरूहरुकै पनि अहिले चाहिँ सानो सिलेबस लिन खोज्दाखेरि पनि तपाईको अत्यधिक महँगो छ है त्यो विषयमा त खास विद्यार्थीले त त्यस्ता कुरामा चासो राख्नु पर्छ कुराहरुमा पनि आवाज उठाइरहेको तर अहिले सम्म हामीले कलेजहरुमा चाहिँ फीसहरु बढाइयो भने पनि त्यसमा पनि हामीले खै त बोर्डिङ स्कुलमा छ नि एउटा सानो क ख सिक्ने बच्चाले जुनसुकै बोर्डिङ स्कुलमा गए पनि जुनसुकै स्कुलमा मैले भनेको जुनसुकै स्कुलमा उ पढ्ने भए पनि आखिर उले एबीसीडी क ख नै सिक्ने हो त्यो भन्दा एक्स्ट्रा त केही सिक्ने नै हैन तर त्यसको फी कति हुन्छ एउटा नर्सरीमा प्ले ग्रुपमा पढ्नेको 20-25 हजार 15-20 हजार महिनाको लिन्छ त्यत्रो वर्ष दिनमा तिर्दैन क्याम्पस पढ्नेले ठुलो लेभलकोले यो कतिको उचित देख्नुहुन्छ त्यो गलत हो हामीले हाम्रो पार्टीमा पनि हाम्रो संगठनमा पनि त्यसको उसमा चाहिँ हामीले विभिन्न उहरु गर्दै आएका छौं हैन र विभिन्न त्यस्तो गरेको ठाउँमा गएर हामीले उनीहरुलाई कारबाही गर्ने यस्तो नगर्नुस् भनेर पनि भनिरहेका छौं र यो तर कसले पुछ्यो त त्यसको त टेर पुच्छर कसले लगाएको छैन एउटै किताब पनि छैन नर्मलमा छैन 7-8 वटा किताब एउटा भक्कर चाहिँ जिरोमा पढ्ने विद्यार्थीले बच्चाले चाहिँ 7-8 वटा किताब चाहिँ त्यो झोलाभरि उठाउन नसक्ने गरी लैजान्छ त्यही भएर हामीले चाहिँ राज्यले स्वास्थ्य र शिक्षालाई चाहिँ फ्री गर्नु पर्यो भनेर पनि हामीले त्यो माग गरिरहेका छौं त्यही कारण त्यो फ्रीको त सेकेन्डरी कुरा भयो तर चाहिँ तपाईको पेएबलमै पनि छ नि त्यो प्रतिस्पर्धा छ कसले कति फी लिने भनेर चाहिँ अथवा तपाईको चाहिँ सोभियो अब हेर्नुस् है क्याम्पसहरुमा चाहिँ के गरे हुन्छ भने जो धनीमानी छन् तिनीहरुलाई स्कलरशिप दिया हुन्छ
जेहेन्दार विद्यार्थी, दूरदराजका विद्यार्थी जसको आय स्रोत केही पनि छैन, जसको कुनै किसिमको ऊ छैन, त्यस्तालाई दिनुपर्नेमा त्यहाँ दलकै बाहुल्यता हुन्छ। त्यो कुन पार्टीको कुन के भन्ने किसिमको हो सर हो। म त्यसका विरुद्धमा पनि मेरो उम्मेदवारी हो। मलाई चाहिँ त्यस्तो के लाग्छ भने राजनीति भनेको चाहिँ बुझ्नुपर्छ सबैले हैन। युवा पुस्ताले त झन् राजनीति नबुझिकन हुँदैन हैन। हामीले बुझेनौँ भनेदेखि राजनीतिक संस्कार हामीले सिकेनौँ भनेदेखि देश झन्झन पछाडि धकेलिन्छ। त्यो मैले बुझेको छु हैन। म चाहिँ के भन्छु भने राजनीति बुझौँ, तर तपाईले चाहिँ राजनीति बुझ्नु भयो मसँग भने तपाईँ मेरै पार्टीमा आउनुपर्छ भनेर म कसैलाई पनि कन्भिन्स गर्दा पनि गर्दिनँ। म त्यस्तो सबै विद्यार्थीहरूलाई मैले अहिले पनि कलेजमा त्यही कुरा गर्छु क्या, राजनीति बुझ्नुस् तर तपाईँ मेरै सङ्गठनमा आउनुपर्छ भनेर चाहिँ म तपाईँलाई चाहिँ जबरजस्ती गर्दिनँ, म पुस गर्दिनँ भनेर भनेको छु। त्यसरी त्यो बायस गर्ने मेरो कलेजमा अहिले म जहाँबाट उठिरहेको छु त्यो कलेजमा त्यस्तै हुन्छ हैन। थेसिस लेख्नु पर्यो भने थेसिसमा हैन अरू सङ्गठनको मान्छे भनेर चिनेर गयो भने उनीहरूलाई कम नम्बर दिने। आफ्नो सङ्गठनको मान्छे भयो भनेदेखि चाहिँ प्रशासनले त्यस्तो बायस गर्ने के, आफ्नो पार्टीका मान्छे भयो भने चाहिँ धेरै नम्बर हालेर पठाइदिने, त्यस्तो गरेको पनि मैले पाएको छु हैन। त्यस्तो चाहिँ त्यो गलत हो के। अब भनेपछि अब तपाईले राजनीति गर्ने हैन भनेपछि तपाईले अब बाइदो सोबियुको सभापतिमा चिन्यो भने तपाईको क्याम्पसमा चाहिँ यसको निम्ति त्यसलाई चाहिँ त्यसको वाचडग गर्न तपाई तयार हुनुहुन्छ? तयार छु। के छ फ्युचर के देख्नुहुन्छ नेपालको राजनीतिको? फ्युचर राम्रै देख्छु म। अहिलेसम्म जति पनि नेताहरू बन्नु भएको छ उहाँहरू विद्यार्थी आन्दोलनबाटै काहीँ न काहीँबाट जोडेर आउनु भएको छ हैन। म पनि एउटा विद्यार्थी आन्दोलनमै भएको कारणले गर्दा मैले आफ्नो फ्युचर अरूको फ्युचर पनि राम्रै देखेको छु र देशको फ्युचर पनि जति पहिला थियो त्यो भन्दा राम्रै भइरहेछ, धेरै विकास भइरहेछ हैन। विकास भन्ने कुरा एकैचोटि सबै परिवर्तन गर्छु भनेर परिवर्तन हुने कुरा पनि हैन। तर सिस्टम हो नि त, त्यहाँ चाहिँ छ नि, मैले अघि नै पनि भने न भारी बोक्नु पर्यो न के गर्नु पर्यो, एउटा सिस्टम एउटा सिलिङ तोक्दियो भने त छ नि सिद्धो नि हैन। त्यो त सिद्धो हैन। यहाँ त्यस्तै छ के भाग बन्डा के, कर्मचारीहरू पनि त्यस्तै हुनुहुन्छ हैन। एउटा मन्त्रीलाई कर्मचारी सामान्य कर्मचारीले नटेर दिने त्यस्तो छ हैन। अनि के छ भने नि के क्रान्तिको भाषामा चाहिँ के भन्छ भने पुरानो संरचनालाई चाहिँ पूर्ण रूपमा ध्वस्त नपारिकन नयाँ चाहिँ बनाउन सकिदैन। भनेपछि त्यस्तो किसिमको पुरानो मान्छेलाई नमारिकन नयाँ जेनेरेसन मार्नु पर्छ भन्ने किन मरे नि त, धेरै मरे नि मरे। त्यो मरे क्रान्तिमा युद्धमा सबै कुरा हुन्छ हैन। राज्यले पनि मार्यो, उता सशस्त्र विद्रोहीहरूले पनि मारे हैन। त्यो सामान्य कुरा भयो। गंगाजी हामी करिब अन्ततिर आइसक्यौं। आम युवाहरूलाई, आम विद्यार्थी साथीहरूलाई तपाई के भन्न चाहनुहुन्छ? म के भन्छु भने राजनीति गर्नुस्, राजनीति गर्नुपर्छ, राजनीति बुझ्नुपर्छ। देश परिवर्तन गर्ने भनेको तपाईँ हामीले नै हो। तपाईँ हामीले अघि सरेनौँ भने केही पनि हुँदैन। सधैँभरि अर्काले गरिदिन्छ भनेर बसेर पनि केही पनि हुँदैन हैन। हामी चाहिँ देशको लागि केही पनि योगदान दिन तयार नहुने, केही पनि बलिदान दिन तयार नहुने, उसले के गरिदियो र त्यो नेताले के गरिदियो र भनेर सधैँभरि अरूलाई आरोप लगाएर पनि हुँदैन। अनि अर्को कुरा म एउटा लेडिज भएको कारणले गर्दाखेरि लेडिजहरू तपाईँहरू पनि राजनीतिमा आउनुहोस्, किनभने योगमाया जस्ताले चाहिँ राणा विरोधी आन्दोलनमा चाहिँ आफ्नो चाहिँ बलिदान दिनुभयो, शैलजा आचार्य जस्ता चाहिँ व्यक्तिहरूले बलिदान दिनुभएको इतिहास छ हाम्रो नेपालमा पनि महिलाहरूको। अहिले महिलाहरू चाहिँ राजनीतिमा पछिल्लो चरणमा त्यति धेरै आकर्षित नभएको पनि देखिरहेको छ। महिलाहरूलाई चाहिँ पहिला सामन्तवादले चाहिँ घरको मजुरीमा दलेर लुट्यो रे, अहिले चाहिँ पुँजीवादले चाहिँ ब्युटिसियन बनाएर लुट्दैछ अरे भन्ने एउटा छ हैन। लुट्दै पनि छ। त्यही भएर महिलाहरू पनि राजनीतिमा आउनु पर्यो र हामी जस्ता युवाहरू, सचेत युवाहरूले चाहिँ देश परिवर्तन गर्नको लागि चाहिँ आफ्नो ठाउँबाट के सकिन्छ, तपाईँ विद्यार्थी हुनुहुन्छ त्यहाँबाट योगदान गर्नुहोस्, तपाईँ चाहिँ जागिरे हुनुहुन्छ त्यहाँबाट योगदान गर्नुहोस्, व्यवसाय हुनुहुन्छ त्यहाँबाट योगदान गर्नुहोस्, नसुन्नेहरूलाई झकझक्याउनुहोस्, सुनाउनुहोस्। हामीले नै हो परिवर्तन गर्ने र आउँ हातेमालो गरौँ, अघि बढौँ, त्यही भन्न चाहन्छु। हस्, थ्याङ्क यू। हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि समय दिनुभयो, त्यसको लागि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू। दर्शकबिन, हामी कुरा गर्दै थियौँ शिक्षा क्याम्पसकी अलि सोबियु सभापतिको दावेदार गङ्गा दाहालसँग। हस्त भोलि अर्को विषय र प्रसङ्गका साथ यहाँ माझ उपस्थित हुने बाचा गर्दै आजका लागि म लगायत सम्पूर्ण युनिटलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।